सन्डे त मेरो सधैँ बिदा हुन्थ्यो। तर यस्तो रुटिन हेरेको त आज पनि क्लास पो रहेछ। त्यसपछि मेरो ग्रेड 5 को क्लब भएको हुँदाखेरि हतार रेडी भएर म लागेँ स्कुलतिर। डियरवाक सिफल स्कुल चाहिँ मेरो वान अफ द मेजर स्कुल हो, जहाँ म फुल टाइम ताइक्वान्डो इन्स्ट्रक्टर गर्छु। त्यसपछि म क्लास लिनको लागि भनेर आफ्नो डेस्टिनेसनतिर लागेँ। यतिकैमा हाम्रो बास्केटबल कोचसँग भेट भयो। त्यस पछाडि म स्टुडेन्टलाई वेटिङ गरिरहेको थिएँ। त्यसपछि सी कोअर्डिनेटर सर पनि आउनुभयो र हामी सबैको क्लासको टाइम सेम भएको हुँदाखेरि फुटसल कोच र टीटीको कोचसँग पनि भेट भयो। त्यस पछाडि मेरो स्टुडेन्टहरू फटाफट आउन थाले। उनीहरूलाई मजासँगले रनिङ गराएर, डाउन स्टेपिङ, हाई निज, बट किक, नी अप र स्किपिङ गराएर, लेग टु बडीलाई मजाले स्ट्रेच गराएर, डिफ्रेन्ट टाइप्स अफ राइजिङ अप, स्ल्याप किक, ह्यामर किक र फ्रन्ट किक जस्ता किकहरू प्र्याक्टिस गराएँ। क्लासकै सबैभन्दा सिनियर स्टुडेन्ट बिरामी भइसकेपछि उसलाई रेस्ट दिएँ। आज चाहिँ यिनीहरूको क्लबको लास्ट डे थियो र सबैजनाको डिमान्डमा ह्याङ्की हाइट गेम स्टार्ट भयो। बाँकी रहेको 5 मिनट चाहिँ सर्भाइभल गेम खेल्छु भने र सर्भाइभल गेम पनि सकियो। सबैजनालाई बाई बाई भन्दै फाइनल एक्जामको बेस्ट विशेष दिएर म लागेँ क्यान्टिनतिर। मजाले भोक लागेको थियो र मेरो बिरामी चेली र मैले मजाले खाजा खायौँ। आजको ब्लगलाई यहीँ समाप्त गर्दै म लागेँ घरतिर।